हेलो गाइज वेलकम टु माई न्यू ब्लग। त गाइज आज हाम्रो बी सिभिल इन्जिनियरिङको 6 सेमेस्टरको रिजल्ट आइसकेको छ। कलेजमा हेर्न पाएन, मैले सरहरू मेरो हेरिदिनु भयो, तर मैले आफ्नो मोबाइलमा यसो हेर्न पाएन किनकि नेट अलि मेरोमा चलेन त्यो वाइफाई, सो कलेजमा हेर्न पाएन। आज अहिले हेर्न गइरहेको छु गाइज, तपाईहरूलाई पनि देखाउँछु, म पनि हेर्न गइरहेको छु। पास भयो भनेर त म थाहा पाइसकेँ, तर तपाईहरूलाई देखाउँछु कति जिपी आयो र कुन सब्जेक्टमा कति ग्रेड आयो भनेर देखाउँछु गाइज। म चाहिँ थाहा पाइसकेको छु, तर खुसी पनि छु अलि। अझ होप अनुसार सोचेअनुसार भएन, सो अलि दुःखी पनि लागिरहेछ किनकि एक्सपेक्टेसन जुन थियो त्यो भएन, मिट भएन, तर ठिकै छ, पास भएँ। र तपाईँहरूलाई पनि देखाउँछु गाइज कति जिपी आयो भनेर। ल गाइज अब जाम रिजल्ट हेर्नतर्फ है गाइज। ल पहिला क्रोममा जाम गाइज, त्यसपछि यहाँ साइट ओपन भयो हाम्रो पोखरा युनिभर्सिटीको। अब यहाँ रेगुलरमा सिलेक्ट गरौँ ल, रेगुलर एन्ड रिटेकमा। त्यसपछि 2025 साल ठिकै छ र स्प्रिङ अहिले 2025 ठिकै छ। अहिले चाहिँ अब स्प्रिङको रिजल्ट हो, स्प्रिङ ठिक छ र हाम्रो 6 सेमिस्टरको भयो सिलेक्ट गऱ्यौँ। त्यसपछि ब्याचलर अफ सिभिल इन्जिनियरिङ मैले सिलेक्ट गरेँ किनकि मेरो सिभिल इन्जिनियरिङ फ्याकल्टी हो। त्यसपछि म आफ्नो सिम्बल नम्बर राख्छु। मेरो सिम्बल नम्बर यति रहेछ 2,20,40,630 यो सिम्बल नम्बर हो मेरो। अनि डेट अफ बर्थ चाहिँ मैले देखाएन गाइज, डेट अफ बर्थ चाहिँ देखाएन, ठिकै छ। अब डेट अफ बर्थमा मैले हाल्छु। त्यसपछि हेर्नु सकूँ मैले फिल गरिसकेँ। अब सब्मिट गरेँ, सब्मिट गरिसकेपछि मेरो रिजल्ट आयो। मेरो नाम समीर चौधरी, रोल नम्बर 13, रेजिस्ट्रेसन पनि छ, 6 सेमिस्टर ब्याचलर अनि फ्याकल्टी अफ साइन्स एन्ड टेक्नोलोजी भएको, प्रोग्राम बी सिभिल इन्जिनियरिङ। अनि कलेज नेम चाहिँ हाम्रो राप्ती इन्जिनियरिङ कलेज। र गाइज अब म राप्ती इन्जिनियरिङ कलेज दाङ हो है गाइज। अब मेरो यो सब्जेक्टहरू हुन्। सब्जेक्ट मेरो कङ्क्रिटमा कति आएको छ र हेरौँ कति आएको छ कुन सब्जेक्टमा, देखाउँछु है गाइज। हेरौँ गाइज, कङ्क्रिटमा मेरो ए आएको छ, अनि इरिगेसन स्टिलमा B+ अनि इरिगेसनमा पनि ए आएको छ, ट्रान्सपोर्टेसनमा A-, अनि प्रोजेक्ट सिभिल इन्जिनियरिङ प्रोजेक्टमा ए, सर्भे फिल्डमा पनि ए, अनि स्ट्रक्चर डाइनामिकमा पनि ए आएको छ गाइज। टोटल मेरो जिपिए 3.85 जिपी आएको छ गाइज। ल तपाईँहरूको पोइन्ट अफ भ्यूमा यो जिपिए राम्रो हो कि होइन त्यो भन्नु होला, कमेन्ट गर्नु होला। मेरो पोइन्ट अफ भ्यूमा चाहिँ राम्रै हो मेरो लागि, तर योभन्दा अलि धेरै एक्सपेक्टेसन थियो र यति आयो त ठिकै छ। ल गाइज यो हो मेरो रिजल्ट। फाइनली गाइज रिजल्ट म अहिले तपाईँहरूलाई देखाइसकेँ र तपाईँहरू ल भन्नु होला मेरो रिजल्ट कस्तो छ, राम्रो ग्रेड छ कि छैन, तपाईँहरूको पोइन्ट अफ भ्यूमा कस्तो छ भन्नु होला। मेरो पोइन्ट अफ भ्यूमा चाहिँ ठिकै छ, राम्रै छ, तर मेरो एक्सपेक्टेसन चाहिँ 3.9 क्रस अथवा 4 जिपिएसम्म मेरो एक्सपेक्टेसन थियो, तर 4 जिपिए नआए पनि 3.94सम्म चाहिँ 3.9 क्रस चाहिँ हुन्छ भनेर मेरो एक्सपेक्टेसन थियो, तर त्यो एक्सपेक्टेसन अनुसार भएन, अलि थोरै नै आयो। ल ठिक छ, त्यो पनि ठिक छ। अब अर्को 7 सेमिस्टरमा ट्राई गरौँ ल, अलि बढी ल्याउन, अलि 4 जिपिएसम्म ल्याउन ट्राई गरौँ ल। ल गाइज र तपाईँ कमेन्ट गर्नुहोला कस्तो छ मेरो रिजल्ट, राम्रो भयो कि भएन, तपाईँहरूको पोइन्ट अफ भ्यूमा कस्तो छ कमेन्ट गरेर भन्नुहोला। ल लाइक सेयर अनि सब्सक्राइब पनि गरिदिनु होला यदि भिडियो मन पऱ्यो भने। ल बाई बाई सबैलाई, लभ यु।